नमस्कार, म ज्योतिष आचार्य खेमराज मिश्र। मैले यहाँहरूलाई लक्ष्मीनारायण योगको बारेमा अघिल्लो भिडियोमा केही जानकारीहरू गराएको थिएँ, केही सामग्रीहरू प्रस्तुत गरेको थिएँ। त्यसैलाई म निरन्तरता दिन गइरहेको छु। आजको यो भिडियो मार्फत म यहाँहरूलाई कुन कुन भावमा बनेको लक्ष्मीनारायण योगले कस्तो खालको फल दिन्छ, शुभ फल दिन्छ भन्ने विषयमा जानकारी गराउन गइरहेको छु। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र सबैलाई सेयर गरिदिनु होला। लक्ष्मीनारायण योग अत्यन्त शुभ बन्ने भावहरू कुन कुन हुन् भने सबैभन्दा पहिले दोस्रो भाव। यदि लक्ष्मीनारायण योग दोस्रो भावमा बनेको छ भने त्यस्तो व्यक्तिलाई अत्याधिक धन प्राप्त हुने हुन्छ। यस्तो व्यक्तिको जीवनमा अत्यन्त राम्रो समृद्धि प्राप्त हुने, धन प्राप्ति हुने हुन्छ। शास्त्रका अनुसार यस्तो व्यक्तिहरूको बोली पनि अत्यन्त मिठो हुने गर्दछ। यस्तो व्यक्तिहरू आफ्नो बन्धु बान्धव र कुटुम्बहरूसँग मेलमिलाप गर्ने, सहयोग गर्ने, धनको प्रभावद्वारा उनीहरूलाई आफूप्रति आकर्षण गर्न सक्ने क्षमता राख्ने खालको हुने गर्दछन्। यिनीहरूलाई जीवनमा व्यापार सम्बन्धी पनि ठुलो लाभ हुन सक्छ। यसै गरी जन्मकुण्डलीको चौथो भावमा यदि लक्ष्मीनारायण योग बनेको छ भने यस्तो व्यक्तिहरूलाई जग्गा जमिन, घर, गाडी, वाहन आदिको प्रशस्त सुख हुने गर्दछ। यस्तो व्यक्तिहरू आकर्षक हुने गर्दछन्, सुन्दर हुने गर्दछन्। यस्तो व्यक्तिहरू अलि भौतिक सुखमा बढी रमाउने खालको हुने गर्दछन्। यिनीहरूलाई अत्यन्त राम्रो धन प्राप्त हुने गर्दछ। यिनीहरूलाई विशेष गरी जग्गा जमिन, सुन चाँदी, हिरा मोती अथवा गाडी वाहनहरूको सुख अत्यन्त राम्रो प्राप्त हुने गर्दछ जीवनमा। र पञ्चम भावमा बनेको लक्ष्मीनारायण योगले पनि शुभ फल प्रदान गर्दछ। जुन व्यक्तिको पञ्चम भावमा लक्ष्मीनारायण योग बनेको छ भने त्यस्तो व्यक्तिहरूको गुणी सन्तानहरू हुने गर्दछन्। त्यस्तो व्यक्तिहरूको विद्या र बुद्धि अत्यन्त राम्रो हुने गर्दछ। त्यस्तो व्यक्तिको प्रेम जीवन सफल हुने गर्दछ। यस्तो व्यक्तिहरू पनि आकर्षक हुने गर्दछन् भनेर विभिन्न शास्त्र एवं ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ। यसै गरी जन्मकुण्डलीको सप्तम भावमा बनेको लक्ष्मीनारायण योगले व्यक्तिलाई अत्यन्त राम्रो जीवनसाथी प्रदान गर्ने गर्दछ। यस्तो व्यक्तिहरूको वैवाहिक सुख निकै राम्रो हुने गर्दछ। यस्तो व्यक्तिहरूलाई पार्टनरसिप सम्बन्धी कारोबारहरू गर्दा पनि अत्यन्त शुभ हुने गर्दछ। नवम भावमा बनेको लक्ष्मीनारायण योगले व्यक्तिको भाग्योदय गराउने गर्दछ। नवम भावमा बसेको लक्ष्मीनारायण योग अत्यन्त शुभ मानिन्छ। यस्तो व्यक्तिहरूलाई हरेक ठाउँमा भाग्यले साथ दिने हुन्छ। यस्तो व्यक्तिहरूलाई डिबी, चिटा, लटरीहरू पनि पर्न सक्ने हुन्छ। यस्तो व्यक्तिहरू धर्मकर्म गर्नेवाला हुने गर्दछन्। यस्तो व्यक्तिहरूलाई सधैँ माता लक्ष्मीको कृपा अत्यन्त राम्रो प्राप्त हुने हुन्छ। दशम भावमा बनेको लक्ष्मीनारायण योगले व्यक्तिलाई व्यापार व्यवसायमा अत्यन्त सफल बनाउँछ, उच्च पदहरू प्रदान गर्दछ। यस्तो व्यक्तिले सरकारी जागिरको क्षेत्रमा पनि अत्यन्त राम्रो सफलता प्राप्त गर्ने गर्दछन्। यस्तो व्यक्तिहरू पितृभक्त हुने गर्दछन्। यस्तो व्यक्तिहरू आफ्नो परिवारप्रति अत्यन्त जवाबदेही हुने गर्दछन् अथवा जिम्मेवार हुने गर्दछन्। यस्तो व्यक्तिहरूले व्यापार व्यवसायमा अभूतपूर्व सफलता प्राप्त गर्ने शास्त्रहरूमा उल्लेख गरिएको छ। यस्तो व्यक्तिहरूको समाजमा मान प्रतिष्ठा पनि प्राप्त हुने हुन्छ। र अन्तिममा एकादश भाव अर्थात् 11औं भाव। जुन व्यक्तिको 11औं भावमा लक्ष्मीनारायण योग बनेको छ यदि भने त्यस्तो व्यक्तिलाई पनि राम्रो धन योग बन्ने गर्दछ। यस्तो व्यक्तिले जीवनमा राम्रो धन कमाउने हुन्छ। यस्तो व्यक्तिले थोरै लगानीमा पनि धेरै धनहरू कमाउन सक्ने हुन्छ। एकादश भावको लक्ष्मीनारायण योगलाई पनि निकै शुभ मानिने गरिन्छ।